हामी किन गाई जन्ने हामी त पुरै पश्चिमिलो बड्डा के छ हो बड्डा भन्ने न हाम्रो भाषै बड्डा भन्ने छ हजुरलाई के मनपर्छ मलाई फुल भन्दा के फुल मनपर्छ कुन फुल मनपर्छ कुखुराको फुल मनपर्छ केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ के गर्दै हामी किन गाई जन्ने हामी त पुरै पश्चिमिलो बड्डा के छ हो बड्डा भन्ने न हाम्रो भाषै बड्डा भन्ने छ के छ धेरै दिन पछाडि भल गाइरहेछ ए हिँड्छौँ भएर कति हो नदी लाइन होइन यिनीहरू हिँड्नु पराएको रहे ढाँच्यो अरे है त तमै कति राम्री तिन त कोरियन कोरियन त्यही छ अब कुरा नरहेको ठुलो छु न मै हो उमाइदियो पुरा भान्जा बराबर छु भान्जा ठुलो छन् ओए आई यही उठाउँदियो यो ए हो क्या जहिले नि यो म देख ठुली छु हुन्छ ठुली छु हुन्छ ठुली चाहिँ तँ ल हमा बना म ठुली छु कि नै गाइस भन्छु म ठुली छु चस्मा लाउनु थिएन मैले आयो दुख्ने क्या अब ताउ कतै देखाउँथ्यो पर काठमाडौँबाट आइसकेपछि त्यतै कपाल काट्नु नि कपाल नकाटेर अझ त्यहाँ महँगो छ भनेर यहाँ 100 रुपियाँमा कपाल काट्नु 100 रुपियाँमा काट्ने अहिले 100 रुपियाँमा काट्ने हो यो 100 रुपियाँमा यो लाएर इन्टरभ्यू लिन चाहन्छु म तिमीलाई हजुर इन्टरभ्यू लिन चाहन्छु हजुरलाई के मनपर्छ मलाई फुल मनपर्छ कुन फुल मनपर्छ कुन फुल मनपर्छ कुखुराको फुल मनपर्छ खाना पनि खाएथ्यौँ के अनि खाएर त्यो यो ऊ चाहिँ कहाँ छ त्यो हेयर कटिङ यहाँ पनि छ कि यहाँनिर नि छ त अनि यहाँनिर नि छ बोल्नुहोस् हजुर बोल्नुहोस् न म यहाँ हजुरलाई देखाइरहेको छु कि तिमी यति काम मलाई नदेखाउनुहोस् न फाइनल्ली एउटा कुरा म भन्न गइरहेको छु नदेख क्यामेरा अगाडि नदेख कपाल यस्तो होइन र देखा के यहाँ देखा के ए यो यिनी भान्जी हिँड्ने कसरी रे यसरी केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ केटीहरुको हिँडाइ फतौरी आमा कसरी हिँड्दिन रे हिँड्यो त अन्त त्यही मात्रै होइन टिकटक बनाउँदाखेरि अझै टिकटक बनाउँदाखेरि नि यति के केटीहरू फोटो खिच्दाखेरि यति के खै त रे ए त्यही दिन बोल यही गरे होइन
तिमी मलाई बहिनी भन्ने बहिनी के छ बहिनी कुन एंगलले बहिनी देख्यो हो त्यो त दिदी दिदी नि दिदी के सोचे फुच्चे फाच्चे धारा बुर्लिएर मसँग ल हेलो गाइज म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने सोचिरहेको छु मलाई त्यही भएर मेरो भोइस राम्रो आउँछ भनेर के म सालित्री होइन है म कहाँ म सालित्री हुन्छ